2 नम्बरमा आज प्रथम फ्लड लाइट बलिसकेको छ। जुन 3टा फ्लड लाइटहरू हिजो बालेका थिए 4, 5, 6 मा आज 2 नम्बरको टेस्टिङ सफल पारेर 2 नम्बरतर्फ पनि फ्लड लाइट बलिसकेको छ। देख्न सक्नुहुन्छ इस्ट जोन कति चम्किरहेको छ र इस्ट जोनमा चाहिँ अहिले यो फ्लड लाइटकै सहायतामा यसरी कामहरू भइरहेको छ। जुन भिआइपी जोन निर्माण र फ्यानपिट निर्माणका कामहरू छ त्यो चाहिँ अहिले इस्ट जोनमा पनि भइ नै रहेको छ र यो शानदार दृश्यका लागि अवलोकन गर्नलाई निकै मानिसहरू आइसक्नुभएका छन्। तपाईहरुलाई देखाउन चाहे ट्यु मैदानतर्फको यो अवस्था। साथै अहिले यही क्रममा साउन्ड सिस्टमका भाइहरू पनि भेटिसकेका छन्। कुन साउन्ड सिस्टम भाइ, कुन साउन्ड सिस्टम हो यो? आइएसएस को यसको कति डेसिबलहरू के छ, कतिको उ दिन्छ यसले? एङ्करिङको लागि युज हुने हो? ए अनि कहिले सेटअप हुन्छ? सेटअप रेडी पर्सिसम्म सेटअप रेडी हुन्छ। अनि कतिवटा त्यो बुफरहरू उफरहरू माइकिङहरू के कस्तो छ आएको थाहा छ? निकै तयारीको साथ, धन्यवाद। निकै तयारीको साथ चाहिँ अहिले हाम्रो साउन्ड सिस्टमको सेटअपहरू रेडी गरेर राखेका छन् र तपाईहरुलाई चाहिँ अब यो जुन स्टार स्पोर्ट्सको प्रसारणका लागि जुन सामानहरू आइरहेको छ त्यसका साथसाथै साउन्ड सिस्टमहरू पनि अहिले आउने क्रम जारी छ। यी जुन सामानहरू तपाईहरुले देखिरहनु भएको छ यो सबै साउन्ड सिस्टम र जुन स्टार स्पोर्ट्सको प्रसारणका लागि ल्याइएका सामानहरू हुन् र अहिले ट्यु मैदान शानदार भन्दा पनि निकै शानदार देखिन थालिसकेको छ। बिस्तारै टेस्टिङ, लाइट टेस्टिङका कामहरू पनि ट्यु मैदानमा हुँदै गइरहेका छन्। अब 2टा फ्लड लाइट बालेसँगै भोलि 6वटै फ्लड लाइटहरू बल्ने पक्का भइसकेको छ। भोलि चाहिँ हाम्रो 6वटै फ्लड लाइटहरू बल्नेवाला छ ट्यु मैदानतर्फ। त्यसको लागि चाहिँ साथीहरू रेडी भएर बस्दिनु होला। नमस्कार साथीहरू, ट्यु मैदानको यो अर्को अपडेटमा तपाईहरुलाई स्वागत छ। अहिले ट्यु मैदानतर्फ कामहरूको चाप बढिरहेको छ। साथै फ्लड लाइटहरू टेस्टिङको प्रक्रिया फाइनलाइज गर्ने क्रम पनि चलि नै रहेको छ। हाम्रो 4 नम्बरतर्फ यसरी फ्लड लाइट अहिले बालेको छ र 5 नम्बरतर्फ पनि फ्लड लाइट बलिसकेको छ। यहाँ देख्न सक्नुहुन्छ यो तातो खबर र 6 र जुन 3 मा 2 मा आज फ्लड लाइटका जो काम रहेको छ त्यसले पनि अहिले पुरा गर्नलाई फ्लड लाइट बाल्ने तयारी भइरहेको छ। यहाँ देख्न सक्नुहुन्छ 6 मा पनि आज फ्लड लाइट बल्न सुरु भइसकेको छ। यसरी 210 वटा फ्लड लाइटहरू अहिले बालिसकेका छन् भने 3 तर्फको फ्लड लाइट पनि आज बल्ने कुराहरू आइरहेको छ। निकै शानदार कामहरू भइरहेको छ त्यो मैदानको यो ग्राउन्ड तर्फबाट। ब्याक टु ब्याक फ्लड लाइट बालेर अहिले ट्यु मैदानतर्फ कामहरू चलि नै रहेको छ। फ्लड लाइट बालेसँगै उज्यालो हाम्रो 3टा फ्लड लाइटहरू अहिले बलिसकेको छ भने तपाईहरुले देख्न सक्नुहुन्छ यो तर्फ कतिको उज्यालो भइरहेको छ। साथै ट्यु ग्राउन्डमा पनि अहिले चहलपहल चलि नै रहेको छ। ट्यु ग्राउन्डतर्फ केही कामहरू अझ बाँकी छन् जो चाहिँ यसरी अहिले फ्लड लाइट बालेर पनि भइरहेको छन्। ट्यु मैदानको यो शानदार दृश्य साथै अहिले यसरी कलरिङ भएका यी कुर्सीहरू पनि राख्न थालिसकेका छन् र फ्लड लाइटमा अहिले शानदार दृश्य दिन प्रतिदिन देखिन थालिसकेको छ। अहिले 210 वटा फ्लड लाइटहरू बालिसकेका छन्। यहाँ तपाईहरुलाई देखाउन चाहे 210 वटा फ्लड लाइट बाल्दाखेरि ट्यु मैदानको यो दृश्य। र अहिले फ्लड लाइनका परीक्षणका लागि स्वयं पारस खड्का पनि ट्यु ग्राउन्डतर्फ आइरहनु भएको छ। यहाँनिर जमात निकै बिजी रहेको छ र यतापट्टि हाम्रो जुन टोली रहेको छ हाम्रो स्टार स्पोर्ट्सको टोली चाहिँ अहिले यसरी सरसामग्रीहरू लिएर स्टार स्पोर्ट्सको यो जुन ब्रोडकास्टिङका लागि रेडी भइसकेको अवस्था छ भने साइडतर्फ यसरी फ्लेयरहरू र अन्य सामग्रीहरू राख्ने काम, लाइट्सहरू जो छ त्यो राख्ने काम पनि चलि नै रहेको छ।
210 वटा फ्लड लाइट बलेसँगै देखिएको यो ट्यु ग्राउन्डको दृश्य र बाँकी फ्लड लाइटहरू पनि बल्ने क्रममा छ। आज 3 वटा बलिसकेको छ र 4 वटै फ्लड लाइटहरू बाल्ने कुराहरू ट्युमा चलिरहेको छ। तपाईँहरूलाई मैले 4 वटै फ्लड लाइट बालेपछि कस्तो ट्युको दृश्य देखिन्छ त्यो बारेमा अपडेटका लागि आइरहेको छु। एनपिएलको ब्यानरिङ चाहिँ तामझाम साथ भइरहेको छ। एनपिएलको ब्यानरिङका लागि अहिले यसरी यो सबैतर्फ ब्यानरहरू ल्याएर राखिसकेका छन्। हाम्रो यो जुन अनर्स लाउन्ज छ त्योतर्फ पनि ब्यानरिङको कामहरू सुरु भइसकेको छ। यहाँ देख्न सक्नुहुन्छ शानदार तरिकाले अहिले कार्पेटमाथि यस्तो खालको कुर्सीहरू राख्ने काम चलिरहेको छ। रात्रिकालीन दृश्यमा यो रात्रिकालीन अपडेट अब माझ 3 वटा फ्लड लाइट बलिसकेको छ। अन्य फ्लड लाइटहरू अझ पनि बल्ने क्रममै छ। यसरी ट्युका लागि यो निकै सुनौलो दिन रहेको छ। एनपिएल क्यानले पनि निकै राम्रो कामहरू गर्न थालिसकेको छ। एनपिएललाई विशेष टार्गेट प्राथमिकतामा राखेर अहिले कामहरू भइरहेको छ। तपाईँहरूमाझ यो दृश्य देखाइरहेको छु। ब्यानरिङका साथसाथै यहाँनिर हाम्रो टोलीको फ्ल्यागहरू अब राख्ने काम पनि चल्नेवाला छ। चाँडै नै अब फ्ल्यागहरू राखिने पनि छ र अहिले पनि सामानहरू ओसार पसार जुन हाम्रो स्टार स्पोर्ट्सको प्रसारणका लागि जुन सामानहरू आएका छन् त्यसका लागि पनि अहिले यसरी आउने क्रम जारी नै छ। सामानहरू ओसार पसारका लागि चलिरहेको छ। यता ग्राउन्डतर्फ पनि देख्न सक्नुहुन्छ यो प्रसारणको लागि जुन सामानहरूको बक्सहरू छ त्यो ओसार पसारको क्रम चलि नै रहेको छ। दुईतर्फ यसरी यो लाइभ टेलिकास्ट जो स्टार स्पोर्ट्सले अहिले गर्दैछ त्यसका लागि सामानहरू आवत जावतका क्रम चलि नै रहेको छ। साथै प्याराफिटमा देखिएको यो दृश्य पनि साथीहरूले अहिले 3 वटा फ्लड लाइटसँगै सुन्दर भइसकेको छ हाम्रो प्याराफिट र अझ पनि एउटा फ्लड लाइट बाल्ने कुराहरू चलि नै रहेको छ। त्यो साथै निकै शानदार देखिने छ र अहिले लाइनिङ पनि भइसकेको छ। यहाँनिर टेस्टिङका लागि जो लाइनिङहरू देख्नुभएको छ साथीहरूले घोरसँग देखाउँछ है लाइनिङहरू गरिसकेका छन्। ग्रास कटिङ साथै लाइनिङका कामहरू ट्यु मैदानतर्फ चलि नै रहेको छ। दिन प्रतिदिन नयाँ नयाँ खालका कामहरू ट्यु मैदानमा हुँदै गइरहेको छ। तपाईँहरू माझ यसरी देखाउन चाहे। र हाम्रो इस्ट जोनमा पनि केही खालका कामहरू अहिलेसम्म पनि चलि नै रहेको छन्। जुन फ्यान पिटहरू निर्माणका कामहरू छ इस्ट जोनमा त्यो फ्यान पिटका निर्माणका लागि पनि कामहरू चल्दै गएको छ। बाँकी कामहरू बिस्तारै हुँदैछ र साथीहरू अर्को फ्लड लाइट पनि बलिसकेको छ 2 नम्बरतर्फ जसको चाहिँ हामीले प्रतीक्षा गरेर बसेका थियौँ। अब बाँकी भनेको फ्लड लाइट बल्नलाई हाम्रो 1 र 2 तर्फ छ। अरू सबैतर्फ फ्लड लाइटको कामहरू सकिन थालि नै सकेको छन्। तपाईँहरूलाई यहाँनिर जुन स्टार स्पोर्ट्सले लाइभ प्रसारण गर्नका लागि जुन खालका व्यवस्थाहरू गरेका छन् त्यो बारेमा नि देखाउन चाहे र साथै यसरी अहिले ट्युमा यो दोस्रो फ्लड लाइट बलेको दृश्य तपाईँहरूमाझ यो सँगसँगै हाम्रो ट्युमा चाहिँ अहिले फेरि जानकारी गराउन चाहे ट्युमा अहिले 4 वटा हाइमास्ट पोलहरूमा लाइट जडान सकेर एमिङको काम पनि सकिसकेको छ। प्रथमचोटि 2 नम्बरमा यसरी लाइट बलेको छ। देखिरहनु भएको छ अहिले ट्युमा लाइट बल्ने लाइटले झिलिमिली पार्ने कामहरू ट्युतर्फ भइ नै रहेको छ। शानदार प्रदर्शन अहिले ट्युको यो लाइट तर्फबाट तपाईँले देखाउन चाहे 280 वटा लाइट बलिसकेको छन् ट्यु मैदानमा। आजको दिनमा 280 वटा लाइट सफल रूपमा परीक्षण भइसकेको छन् साथीहरू। देखाउन चाहे ट्यु मैदानको यो अवस्था र यसमा
चलिरहेको गतिविधि र दृश्य पनि त्यो मैदानमा अहिले निकै मानिसहरू जम्मा भइरहनु भएको छ यो फ्लड लाइटको निरीक्षण गर्न परीक्षण गर्न र जति पनि कामहरू बाँकी छ त्यो कामको लागि अहिले निकै टोलीहरू मुभ भइरहेका छन्। अन्धकार रात्रि समयमा पनि चाँतै कामहरू चल्दै गइरहेको छ। यहाँनिर फर्मा गाड्ने फ्रेम गाड्ने लगायतका अन्य जो कामहरू छ त्यसका लागि पनि कामदारहरूले काम गरिरहनु भएका छन् भने हाम्रो यो ब्यानरिङको साइडमा कुर्सी जडान गरेर निकै शानदार बनाइसकेको छ अहिले। र आज 280 वटा फ्लड लाइट बलिसकेको छ। फेरि पनि साथीहरूलाई जानकारी गराउन चाहे 200 वटा फ्लड लाइट जडान भइसकेको छ। साथै यहाँनिर अहिले स्टार स्पोर्ट्सको जो सामानहरू छ साउन्ड सिस्टम लगायत अन्य त्यसका लागि पनि अहिले कामहरू चल्दै गइरहेको छ। भोलि अब यो सबै सेटअपहरू सकाएर शानदार र सुन्दर दृश्य ट्युतर्फ बनाउने काम ट्युमा चलि नै रहेको छ। अहिले देखिरहनु भएको छ कति मानिसहरू ट्यु मैदानको यो प्याराफिटमा आउने क्रम चलिरहेको छ। मेन गरी ग्राउन्डतर्फ जुन भिड लागिरहेको छ त्यो पनि देखाउन चाहे साथीहरूलाई। बाँकी काम चलि नै रहेको छ। त्योभन्दा पनि विशेष काम जो छ ट्यु मैदानमा त्यो भनेको हाम्रो 240 वटा फ्लड लाइट र रात्रिकालीन गेम। अहिले हाम्रो जुन रात्रिकाली खेल छ त्यसलाई चाहिँ राति प्रथम गेम नै फर्स्टमा राखिएको भएर चाहिँ एउटा टार्गेट पनि रहेको छ यो समयमै काम सकाउने पनि। अहिले फ्रेमहरू पनि निर्माण हुन थालिसकेको छ ट्यु मैदानतर्फ। अहिले फ्लड लाइट निरीक्षणका लागि चाहिँ यसरी टोलीहरूको मुभमेन्ट भइरहेको छ ट्युमा। विशेष गरी ग्राउन्डतर्फ चाहिँ अहिले यो टेस्टिङको जुन प्रक्रिया रहेको छ त्यसका लागि पनि कामहरू चल्दै गइरहेको छ। र अन्य काम जो छ त्यसलाई पनि अहिले प्राथमिकतामा राखेर कामहरू गर्दै गइरहेका छन्। यहाँनिर केवल लाइन जडान लगायत अन्य कामहरू भइ नै पनि रहेको छ। हेर्न सक्नुहुन्छ अहिले ट्यु मैदानतर्फको यो मुभमेन्ट कस्तो रहेको छ। एनपिएलको 2-3 दिन अगाडि जो कामहरू हुन बाँकी छ त्यसका लागि अहिले परीक्षण र अन्य कामहरू पनि चलिरहेको छ। 240 वटा फ्लड लाइट आज ट्यु मैदानतर्फ बलिसकेको छ। बाँकी अब दुईटा 140 वटा फ्लड लाइट चाहिँ बल्ने अब चाँडै बल्नेवाला छ। 1 नम्बर र 3 नम्बरमा चाहिँ फ्लड लाइटहरू बल्न बाँकी छ भने अनि सबैतर्फ फ्लड लाइट बलिसकेको छ। शानदार ट्यु मैदान अहिले देखिरहेको छ।